यो भिडियो तपाईहरुले ध्यान दिएर सुन्नु होला। केही कुराहरु तपाईहरुले सिक्नु हुनेछ र बुझ्नु हुनेछ जस्तो लाग्छ मलाई। तपाईहरुले राम्रोसँग ध्यान दिएर सुन्नु होला। यो हाम्रो नयाँ सरकारसँग हामी कस्तो खाले चाहिँ अपेक्षा राख्छौं भन्ने कुराहरु यो भिडियो सुन्नु होला। संसदमा प्रधानमन्त्रीले हरेक सांसदको प्रश्नको जवाफ दिनुपर्छ र तेस्रो विधि र पद्धति व्यक्ति बलियो हुने कि स्वस्था। हर्क साम्पाङको तर्क छ निर्णयहरू बन्द कोठामा होइन, जनताले देख्ने गरी संसदको रोस्टममा हुनुपर्छ। हर्क साम्पाङले उठाएको मुद्दा सानो छैन, यो लोकतन्त्रको प्राणसँग जोडिएको विषय हो। पहिलो, पारदर्शिता। संसदमा हुने बहस प्रत्यक्ष प्रसारण हुन्छ र अफिसका बैठकहरू गोप्य हुन्छ। दोस्रो, उत्तरदायित्व। संसदमा प्रधानमन्त्रीले हरेक सांसदको प्रश्नको जवाफ दिनुपर्छ र तेस्रो विधि र पद्धति व्यक्ति बलियो हुने कि स्वस्था। सुन्नु भयो, बुझ्नु भयो होला नि। केही कुराहरु बुझ्नु भयो कि बुझ्नु भएन। अर्को रह्यो हर्क साम्पाङ सरको माग के हो। यो फोटो हेर्नु होला। यो फोटोमा यो जे लेखिएको छ नि, यो सबै मागहरू हर्क साम्पाङ सरको पनि हुन् र यो माग हर्क साम्पाङ सरको मात्रै होइन, सम्पूर्ण नेपाली जनताको माग हो भन्ने मलाई लाग्छ। तपाईहरुले पनि यो बुझ्नु होला। यो बारेमा अहिलेसम्म कसले बोलेको छ? यो बारेमा कसैले बोलेको छ भने त्यो माननीय हर्क साम्पाङ सर मात्रै हो। तपाईहरु जेसुकै भन्नुहोस्, जस्तो सुकै भन्नुहोस्, तर देशभक्ति नेता भनेको हर्क साम्पाङ हो। यो तपाईहरुले लेखेर राख्नु होला। तपाईहरु जेसुकै भन्नुहोस्, तपाईहरु जतिसुकै गाली गर्नुहोस्, जतिसुकै उब्रिनुहोस्, तर देशभक्ति भनेको हर्क साम्पाङ सर नै हुनुहुन्छ। यो तपाईहरुलाई लेखेर राख्दा हुन्छ र कुनै बेला तपाईहरुले पनि काम लाग्न सक्छ। सो सबैको जय होस्, जय देश, जय हर्क साम्पाङ।